यही ठाउँ हो क्या बालै लेनले उतार्नु पारेको भनेको बुझ्नु भएन होला बालेनले अगाडि देख्नु भएको चाहिँ झापाको भाइरल घर हो है एकताका खुब भाइरल भएको थियो टिकटकमा फेसबुकमा होइन ल यस्तो छ म चाहिँ यो बाटो प्रायः हिँडिरहन्छु यस्तो दामी छ ल हेर्नुहोस् भाइरल घर Hi vlog, welcome to my guys. Hello, good morning everyone. Hope you guys are good है आज चाहिँ म तपाईँहरूलाई फेरि एकपटक चाहिँ नि हाम्रो यो एसियन हाइवे कस्तो रहेछ देखाइदिउँ भनेर चाहिँ हिँड्दैछु होइन अहिले म ठ्याक्कै हिँडिरहेको बाटो भनेको चाहिँ तपाईँको धरान इटरीको बाटो है यो पनि अब कम्प्लिट चाहिँ भइसक्यो लगभग होइन अलिअलि अब यताउता मिलाउन पाइन्छ बाटो एकदम राम्रो बनाएको छ एकदम सुपर फाइन छ होइन अलिअलि पाइन्छ यो बिचमा चाहिँ मिलाउन पाइन्छ डिभाइडरहरू अरू त सबै ठिकै छ है अब म आज तपाईँहरूलाई होइन अब यहाँ धरानबाट झापा जाँदैछु झापा भनेको तपाईँहरूलाई चाहिँ नि बिर्तामोडसम्मको बाटोको अपडेटहरू गराउनेछु एसियन हाइवे चाहिँ कति गतिमा बनिरहेछ होइन कस्तो बनिरहेछ कहाँ कहाँ चाहिँ बिच भइसक्यो कहाँ कहाँ बाँकी छ भनेर तपाईँहरू सबै देखाउँदै जान्छु तपाईँहरू हेर्दै गर्नु होला होइन मैले चाहिँ भर्खरै यात्रा सुरु गरेँ धरानबाट Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand. अब बजेर 22 मिनट भएछ त्यही हो अब बाटोमा जोस् गफ गर्दै जाउँला हेर्दै जाउँला होइन कस्तो छ के छ ठिकै छ आउनुहोस् मेरो पछि आउनुहोस् तपाईँहरू पनि होइन बाटो त हेर्दै जाउँला नि बाटो कटेकै थाहा हुँदैन यस्तो राम्रो बाटो छ यार सर चाहिँ नि अब तपाईँको उतातिरको चाहिँ एसियन हाइवे पनि यस्तै बन्छ है टक्क यस्तै चाहिँ डबल लेन होइन दुईतिरै 4 लेनको बाटो यो कम्प्लिट नभइसकेर चाहिँ यहाँ मार्किङ गर्न मात्र बाँकी हो मार्किङ गरेपछि भइहाल्छ म चाहिँ अब यो तरारा आइपुग्नु लागेँ धरानबाट हिँडेको अब हामी ठ्याक्कै इटरी चोकमा भेट्छौँ है गाइज यो चाहिँ तरारा हो होइन तरारा भनेको चाहिँ तपाईँको धरान इटरीको बिचको एरिया हो ल हेर्नुहोस् यहाँ कति राम्रो रोड छ क्या अनि सबैतिर यत्तिकै भइदियो भने त के चाहियो तपाईँको यहाँ 3टा लेन छ उता 3टा लेन 6वटा 6 लेन भयो उता चाहिँ नि एउटा सर्भिस लेन गर्दाखेरि तपाईँको 8 लेन हो क्या यो सबै यति ठुलो छ क्या बाटो अनि एसियन हाइवे पनि तपाईँको यत्तिकै भइदियो भने त कति मजा हुन्छ क्या जे होस् अब भनौँ न आफ्नो रफ्तारमा हिँड्न पाइयो नि त अब अलिकति सेफ भयो होइन त्यही भएर सबै बाटो जे होस् उसले हुनुपर्छ राम्रै हुनुपर्छ भन्ने कारण त्यही त हो नि Chase the night, wanna dance to the light. Pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. यहाँबाट अलिकति अगाडि हो इटर चोक होइन एक त त्यहाँ पनि कस्तो छ माहौल म तपाईँलाई देखाउँछु होइन तर यहाँको रोड चाहिँ फेरि बवालै छ है फेरि यो तरारा एरियाको रोड चाहिँ फेरि यस्तो दामी बवाल छ यहाँको रोडहरू होइन चाहिँ इटरी चोक हो ठ्याक्कै अगाडि इटर चोक हो होइन यहाँबाट म चाहिँ पूर्वतिर लाग्ने हो यहाँ चाहिँ अलिकति भिडभाडै हुन्छ त्यही भएर यताको छिल्कोले युज गर्नु पऱ्यो ठ्याक्कै अगाडि देखेको इटर चोक हो ल इटरी चाहिँ यस्तो छ है अब हिजो पानी परेको पुरै साँझमा चाहिँ राति पुरै पानी परेको अहिले यस्तो धुलो उडिरहेको छ यार ल यो चाहिँ इटरी चोक भयो यहाँबाट सिधै स्ट्रेट अगाडि गयो भने विराटनगर पुगिन्छ यता मास्टर गयो भने काठमाडौँ है यता पूर्व गयो भने चाहिँ काकडभिट्टा बिर्तामोड झापा भएको एरिया पुगिन्छ है गाइज अब तपाईँलाई आज म चाहिँ यो ठ्याक्कै यो इटरी चोकबाट पूर्वतिर लागेँ तपाईँहरूलाई म आज चाहिँ ठ्याक्कै भन्दाखेरि बिर्तामोडसम्मको बाटोको अपडेट देखाउँदै जानेछु है
यो एरिया फेरि यति धेरै चाहिँ जाम हुन्छ है आम्मा यार। अहिले त अब बिहान भएर अलिक ठिकै छ होइन। जे होस् तपाईँको दिउँसो र बेलुका त बाफ्रे 1 घन्टा लाग्छ क्या अलिकति बाटो पार गर्नलाई, त्यति धेरै जाम हुन्छ। यहाँ सफारी रिक्सा अटोहरू धेरै चल्छ अनि एकदम चाहिँ यो इटहरीको फेरि एकदम मार्केट एरिया हो, एकदम हब हो। त्यही भएर पनि यता अलिक बढी नै जाम हुन्छ क्या। यो बाटो अलिकति पार गरेपछि ठिकै हुन्छ। यो भिडभाड पार गर्नलाई चाहिँ अलिकति गाह्रो पर्छ, पार गरिसकेपछि सक्यो। लु बाटोको अवस्था चाहिँ यस्तो लथालिङ्ग छ गाइज है। ल यत्रो रोड बनेपछि अब अहिले भनेको यो बिचको सिङ्गल लेन मात्रै युज भइरहेछ होइन। यो कति होला क्या तपाईँको चाहिँ उता परदेखि चाहिँ नि यहाँबाटसम्मको रोड बन्दाखेरि त यो त तपाईँको 2-4 लेन, यो पनि त्यही हो 6 लेन। यो बजार एरियामा त तर 8 लेन बन्छ होला, यस्तो बिजोग छ है। त्यही भएर अलिक विचार गरेर हिँड्नुपर्ने हुन्छ होइन। सबै खन्ने भत्काउने जोत्ने गरिरहेको छ, हिलो पनि छ होइन। कहीँ ठाउँमा स्प्लिन्छ, त्यही भएर पनि अलिकति गाह्रै हुन्छ। यस्तो डाइभर्सनहरू छ होइन। अहिले जो अब 1-1.5 वर्षलाई अलिकति गाह्रै छ यो बाटो भनौँ न। 1-1.5 वर्षमा सायद अब बनिसक्छ। अब यस्तो एरियामा त्यही त हो नि, अब अलिक धेरै ट्राफिक हुन्छ, काम गर्न पनि भने जसरी पाउँदैन होइन। अब यो फेरि यो पूर्व पश्चिम राजमार्ग हो, यो फेरि बन्दै गर्न मिलेन क्या। यो फेरि काम पनि हुँदैछ, यो पनि गरिरहनु पऱ्यो। अनि यो भएपछि त अलिकति गाह्रै हुन्छ क्या काम गर्दै उयो गर्नलाई। बाटो पनि चलिरहेको हुन्छ, काम पनि भइराखेको हुन्छ, त्यही भएर अलिकति गाह्रै पर्छ। तर जे होस् दामी हुन्छ बनिसकेपछि यो रोड मेरो विचारमा। यस्तो धुलोले केही देखिँदैन है। जति पानी हाले पनि के हाल्ने, ती हिलो छ, यी धुलो हुन्छ। जे सब बनिसकेपछि अलिक राम्रो होला होइन। त्यही भएर अब कहाँ अगाडि त बनिसकेको छ बाटोहरू, अगाडि बनिसकेको बाटो पनि म तपाईँलाई देखाउँदै जान्छु होइन। पिच भएपछि कतिको दामी हुन्छ, मजा हुन्छ अगाडि भनेर होइन। जस केही समय त्यसपछि त बन्छ नि त। अवस्था हेर्नु त यस्तो बिजोग बनायो यार। आखै नदेखिन्छ यार। We're gonna be two hearts running wild. कस्तै धुलो खायो यार। ल ठाउँ ठाउँमा चाहिँ यस्तो बाटो बनिसकेको छ है। यस्तो भयो यार। यस्तो बनिएपछि फेरि बवाल दामी हुन्छ नि त होइन। अलि जस्ट धुलो त खानु पऱ्यो अलिअलि त मजा आउँछ। पछि यस्तो बाटो बनेपछि पहिले यार यो बाटोमा त धुलो खाँदै हिँडेको थियो नि यार हामी भनेर भन्न पाइयो नि त। पछि दामी बनेर होइन अरूलाई देखाउने बेलामा यहाँ त पुरा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो गफ गाउनलाई। खै साथीभाइ यस्तो यसो बाटो होइन हेर्दै जानु होला। एसियन हाइवे कसरी बन्दैछ, कति बन्दैछ, कतिको प्रोग्रेस भयो होइन देखिहाल्नुहुन्छ। यही हो कतिको बनिरहेछ एसियन हाइवे। Now the morning is the afternoon. We lay awake in bed. The glass so loud as the hours pass. We're gonna do it all again. यस्तो कचडा पनि छ, यस्तो चिप्लिन्छ फेरि यस्तोमा।
ठाउँ दामी बाटो बनिसकेको छ। ठाउँ ठाउँ बनिसकेको छ, ठाउँ ठाउँमा बन्ने क्रम जारी छ। त्यही भएर यो बाटो अहिले अन्डर कन्स्ट्रक्सन छ। तर मान्छे चाहिँ चिन्दैन है गाइज यो बाटोमा। बाइकमा गाडीमै आए पनि अब प्राइभेट गाडी हो भने अब बेग्लै कुरा होइन, नत्र भए चाहिँ चिन्दैन। We wanna chase the night, wanna dance to the light, pull stars from the sky, just two hearts run. बेलबारी आइपुग्यो। टक्कै यहाँबाट अगाडि उर्लाबारी हो। उर्लाबारी पुगेर कफी खाइन्छ, एकछिन रेस्ट गरिन्छ। मैले बिहान पानीभन्दा केही खाएको छैन, पानी त्यो 2 गिलास जति पानी खाएँ। बिहानको बाहेक केही पनि खान्न। त्यही भएर त्यहाँ पुगेर टक्क रेस्ट गऱ्यो जस्तो पनि होइन। अनि एकछिन यस्तो बाटोमा चाक पनि लास्टै दुखिरहेको हुन्छ नि त, गडाङगुडुङ गडाङगुडुङ गरेर। अनि त्यही भएर त्यहाँ गएर एकछिन रेस्ट पनि गर्ने हो, कफी पनि खाने हो। अनि फेरि यात्रा अघि बढ्ने। Never sleep, never stop, as we shout from the top. We're gonna be. We're gonna be. Two hearts running wild. जेस ठाउँ ठाउँ यतिको बनिसकेको छ, कुद्नलाई मजै आउँछ। The moonlight, summer sky, it was the best we ever had. And we'll stay on forever. We'll never have regrets. We wanna chase the night, wanna dance to. अब फेरि यो पुल पारी अलिअलि बनाएको छ, अलिक तल। बन्दैछ नेपाल, बन्दैछ, बन्दैछ नेपाल, बन्दैछ। अब चाहिँ होस्, देशमा नयाँ सरकार पनि आइसकेको छ। अनि टक्क विकासले पनि गति लिँदैछ। अझै देशमा भ्रष्टाचार भएन, यो सबै पनि रोकेर चाहिँ नि सबै विकासकै मात्रै काम भयो भने त यार आम्म कस्तो होला नेपाल त, बवाल होला नि त। फेरि कोही चाहिँ नि 15-20 वर्षपछि एकैचोटि नेपाल आउने हुन्छ नि, त्यस्तो त फेरि टक्क काठमाडौँमा ल्यान्ड भएर यस्तो बाहिर निस्केर हेर्दाखेरि त ला यार म त नेपाल भनेको अर्कै देश लेखिदियो कि क्या हो यार भनेर भन्ला। फेरि यस्तो चिप्लिजाइसमा फेरि यार यस्तोमा चिप्लो 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 बाटो, रातो माटो। कहीँ हिलो छ, कहीँ ठुलो छ, गाह्रो छ यार। र अहिले चाहिँ होइन, अब काम विशेषले नै आउँदै हुनुहुन्छ भने चाहिँ बेग्लै कुरा है, नत्र भए चाहिँ घुम्नको लागि चाहिँ यो बाटो नआए पनि हुन्छ है साथीहरू। अहिले काम विशेषले नै हो भने त बेग्लै कुरा आउनै पऱ्यो होइन, नत्र भए त आमा यहाँ बिजोक हेर्नु न, बिजोक कस्तो यो त यार। न मान्छे चिनिन्छ न मान्छे देखिन्छ, धुलोले है बिजोकै छ त। ल यो सबै यो ड्रेनको लागि हो होइन। यस्तो प्रोग्रेस भइरहेछ यार, यस्तो दामी। ल यहाँ पनि बनिरहेछ अलिकता रोड। Pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be. यस्तो राम्रोमा कुद्न पाउँदाखेरि चाहिँ मजा लाग्छ यार। अनि फेरि उयो आएपछि चाहिँ मजा लाग्छ। तर यस बिस्तारै सबै मजै मजा हुन्छ, सबैतिर बन्दैछ नि त, दामी हुन्छ बनिसकेपछि।
यो चाहिँ नेपालकै पूर्व पश्चिम राजमार्ग हो क्या तपाईँको सबैभन्दा ठुलो र लामो राजमार्ग यही हो नेपालको के भन्छ महेन्द्र राजमार्ग भन्छ खासमा होइन अब अहिले चाहिँ उता बाहिरदेखि नै बन्दै आएको भएर सबै भएर एसियन हाइवे भनेर चाहिँ नि नामाकरण गरियो तर चाहिँ हाम्रो लागि चाहिँ महेन्द्र राजमार्गै हो प्लट 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 छिप्लिन्छ र यहाँ ग्रेडर चलिरहेछ यसरी समयाउने काम हुन्छ यसरी चाहिँ ठुल्ठुलो ढुङ्गाहरू टिक्ने हो होइन त्यो चाहिँ दामी तरिकाले उतातिर पिच भइसकेछ पिच भएर बसिरहेछ उतातिर रोलरहरू पेलेर काम त्यसरी नै हुँदै जान्छ नि बिस्तारै के को चिन्ता टायर एकदम चाहिँ चिल्लो छ मेरो त यार प्लट प्लट चिप्ली पो हाल्छ त त्यो यस्तो हिलोमा डर लाग्छ यार यस्तोमा त कुदाउनै सकिँदैन चिप्लिहाल्छ यस्तो क्यारेङ्गुरुङ भएको ठाउँमा त ठिक ठिकै हुन्छ हिलोमा त यार आँखा पनि दुख्न थालिसक्यो यार हेर्नै नहुने गरेको बोर्डले क्या पुरै आँखा पनि फोर्छिरहेछ नि त Two hearts running wild. We're gonna be. फेरि बनेको राम्रो रोड आयो Our hearts beat to the city streets. We began to feel the fire. उर्लाबारी नगरपालिका छिरियो अब यहाँ उर्लाबारी नगरपालिका छिरियो नयाँ बाटो टक्क अगाडि उर्लाबारी बजारमा एकछिन रेस्ट गर्ने हो अनि त्यसपछि जाने हो We rise like tall buildings as the chemicals they take us higher. मेरो कफी खाने ठाउँमा पनि लाग्यो गाइस त्यहाँ अगाडि चोकमा हो त्यसपछि रेस्ट पनि हुन्छ एकछिन चाक पनि दुखिसकिसक्यो होइन It's young and it's just begun as she puts her hand in mine. We wanna chase the night, wanna dance to the light, pull stars from the sky, just two hearts running wild. Never sleep, never stop as we shout from the top. उफ यार गाह्रो अस्टै गाह्रो बुढाबारी चोक आइपुग्न लागेन अय्या We're gonna be two hearts running wild. ल यहाँ अब एकछिन कफी सफी खाउँ अनि त्यसपछि लागौँ ओके गाइज ओके उर्लाबारीमा कफी खाएर पनि अगाडि हिँड्यो होइन अलिक धेरै टाइम लाग्यो किन भन्दाखेरि चाहिँ नि बसेँ पनि एकछिन अनि फेरि यो पछाडि ब्यागमा बाँधेको सबै डोरी चुडिएछ क्या फेरि नयाँ डोरी किनेर अनि बाँधेर अब हिँड्यो अगाडि भनौँ न अब सरेर अब चाहिँ यहाँबाट 1 घन्टा त लाग्छ यार 12 बजेछ अब 1 घन्टा त्यस्तै हो बाटोको हालत यस्तो छ नि त नत्र भए त छिटै पनि पुगिन्थ्यो होइन एउटा 50-60 किलोमिटर हुँदैन होइन सरेर अगाडि बढियो बाटोको हालत यस्तो छ हेर्दै हुन्छ होइन बाटोको हालत मान्छेको हालत बाइकको हालत उस्तै भइरहेछ सेम है एकदम धुलै धुलो हिलै हिलो होइन तर पछाडि ठुलो ब्याग भयो नि अलिक गाह्रो चाहिँ हुँदो रहेछ यार यो पछाडि बोकेको ब्यागलाई ठेल्को रहेछ अगाडि अनि गाह्रो चाहिँ गाह्रै हुनेछ ल काम गर्ने टिपरहरू यहाँ बसिरहेछ सबै खाना खाने टाइम होला तलतिर क्याम्प छ गाडीहरूको त्यही भएर काम चाहिँ जे होस् काम त राम्रै भइरहेछ हौ यतिको काम भएकै मान्नुपर्छ क्या त्यो हिलो बाटो आयो फेरि
तर अलिकति पत्रै हो र चिप्लिन्छ नि कस्तो आयो यस्तोमा त्यही भएर यस्तो कुदाउनै डर लाग्छ क्या हिलोमा त्यस्तो चिप्लिन्छ यार त्यो टायरमा ग्रिप छैन कि यस्तो बाइकहरूको टायरमा ग्रिप हुँदैन त्यही भएर लास्टै चिप्लाउँछ यार डरै लाग्ने क्या ल बाटो यस्तै छ हेर्दै गर्नुहोस् है अगाडि पनि कस्तो के छ तपाईँहरूलाई देखाउँदै जान्छु म होइन यही त हो नि बाटो हिँड्नुको मजा ल म चाहिँ दमक आइपुग्नु लागेँ होइन दमक नेपालको पूर्वको एकदमै ठुलो एउटा सहर हो झापा जिल्ला अन्तर्गत पर्ने होइन र यसपालि चाहिँ यो ठाउँ चाहिँ एकदमै हटकेक छ किन भन्दाखेरि यही ठाउँ हो क्या बालै लेनले उत्तानो पारेको भनेको बुझ्नु भएन होला बालेनले भनेपछि अब कस्तो ठाउँ हो तपाईँ आफै विचार गर्नुहोस् 20, 25, 30 वर्षदेखि चाहिँ नि जितिराखेको बाले यसपालि चाहिँ यहाँबाट हार्नु भएको छ त्यही ठाउँ हो यो झापाको दमक र यहाँ बिचमा चाहिँ यस्तो छ परुवा होइन यो त के अरे उयो डाँफे सिउर छ नि त डाँफेको चित्र छ होइन तर बाटो त यार पुरै उयो नै छ यार पुरै खतम छ त्यही भएर अहिले नै अब पूर्वतिर घुम्न आउने सोचिरहनु भएको छ भने चाहिँ बाइकमा चाहिँ नआए पनि हुन्छ है यस्तो हालत हुन्छ बाइकको डिस्प्ले हेर्नु न केही देखिँदैन यार सबै खत्तम क्या धुलोले मान्छे उस्तै कपडा उस्तै ब्याग उस्तै केही राम्रो बस्दैन है गाइज यति बेला आउनुहुन्छ भने चाहिँ अलिक पछि अलिक बाटो राम्रो भइसकेपछि आउनुभयो भने दामी हुन्छ होइन र ठ्याक्क दमक बजार पनि कट्यो दमक बजार कटेर अगाडि लाग्यो रतुवा पुल यहाँ पनि ठुलो पुल बन्दैछ अब यो बाटो सबै एक्सटेन्सन गर्ने भएपछि पुल पनि ठुलो चाहियो नि त त्यही भएर पुल पनि बन्दैछ धमाधम ल हेर्नुहोस् गाइज यो पुलले मात्रै ठिक्दैन नि त अब सिङ्गल मात्रै उयो हुन्छ कुद्नलाई त यस्तो ठाउँ पनि पाइन्छ है यतिकै हुन्छ ठाउँ गाह्रो ठिकै तर मिलाएर हिँड्नुपर्छ होइन कहीँ अब बनेको छ कहीँ बनेकै छैन हामी ल सक्यो फेरि ए टेरिका फेरि आयो अफ रोड होइन यही त मजा हो नि ट्राभलको राम्रैमा त सनाना कुदायो भने त कहाँ पुग्छ नि यार यस्तै धुलो मुलो पनि खानु पऱ्यो होइन पुरा आँखा पोलेर आँखा हेर्नु हुने भएको छैन अनि यस्तो बाटो टक्क चाहिँ केही नदेखिने बाटो होइन यसरी अगाडि केही देखिँदैन यहाँ हेर्नु कस्तो छ धुलो बन्दै गरेको बाटो यस्तै त हुने होइन ग्राभेल टक्क यस्तो तर यतिको सम्भव भयो भने त ठिकै हुन्छ नि त पानी हाल्यो पनि सुकिहाल्छ क्या अब यो पानी जति हाल्यो भने यस्तै हो होइन सुकिहाल्छ रोडमा 2-4वटा गाडी हिँड्ने बित्तिकै सुकेर पुरा धुलो हुन थालिहाल्छ क्या अनि अब गरी पनि लाग्यो नि त गरी पनि लाग्यो घाम पनि लाग्छ फेरि हिट हुन्छ अनि त्यो भयो जस्तो झन् पानी नै नहाले जस्तो देखिन्छ क्या बाटोमा तर पानी चाहिँ यो हालेको होला है बिहान हालेर भिजाएको होला होइन यस्तो धुलो चाहिँ हुन्छ जेस यहाँ पनि फाइनल हुँदैछ जेस काम भइराखेको छ म चाहिँ केर्खाभन्दा कटेर अझै अगाडि आइपुगेँ होइन अगाडिको कन्डिसन चाहिँ यस्तो छ यहाँ अगाडि पनि पिच भइसकेको छ 1-2 किलोमिटर होइन यो पनि जोस् राम्रै छ बाटो बन्दैछ नेपाल बन्दैछ
यस्तो छ है गाइज, यस्तो छ एसियन हाइवेको कन्डिसन। पुरै अपडेट देख्नुहुन्छ तपाईँहरूले कहाँ कति बनाएको छ भनेर। यो तपाईँको अझै अब यो हुन त यो हिउँदमा निकै नै हुनुपर्ने हो होइन। अब त बर्खा लाग्न लागिसकिसक्यो। अनि फेरि कहिले हुन त फेरि नेपालको त्यही त हो नि, अलिकति कता के मिलेन फेरि काम गर्नै दिँदैन, कामै बन्द गरिदिन्छ। नेपालमा सबैतिर मिलाउनुपर्छ, गाह्रो पो छ यार नेपालमा त काम गरेर खानलाई। त्यही भएर पनि अलिक टाइम लाग्छ नेपालको काममा। अब म चाहिँ झापाङको सुरुङ्गा आइपुगेँ गाइज होइन। यो चाहिँ सुरुङ्गा एरिया हो, सुरुङ्गा बजार हो अगाडिको। अगाडि सुरुङ्गा बजार आउँदैछ। अब जोस् धेरै छैन यहाँबाट, खासै धेरै छैन। सुरुङ्गा अगाडि पुल कटेर म लेफ्ट लागिहाल्छु होइन। त्यसपछि त भित्रको बाटो आनन्दले जाने हो, रिल्याक्स तरिकाले। यो चाहिँ सुरुङ्गा बजार है, झापाको सुरुङ्गा बजार यस्तो छ ल। एकदमै सबैतिर क्या धमाधम इटरदेखि यहाँ काँकडभित्तासम्मै पुरै रोड बन्दैछ होइन। त्यही भएर अलिकति साह्रो गाह्रो चाहिँ पर्छ। बाटो टुट्टै छ बाटो। यी हैट हैट घोडा चढे जस्तो पुरै हैट 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 गर्दै गरिरहेको छ। अब त्यो अगाडिको पुलबाट म चाहिँ यतातिर भित्रतिर छिर्छु होइन। त्यसपछि चाहिँ दामी बाटो आउँछ। अब छिर्दै पुल चाहिँ आइपुग्नु लाग्यो, सुरुङ्गा पुल हो यो अगाडिको हो। यो सुरुङ्गा पुल कटेपछि देब्रेतिर छिर्छु म चाहिँ। यताबाट भित्रको बाटो मेरो अफिस पुग्न सजिलो हुन्छ। त्यही भएर म चाहिँ यतातिरै जान्छु। दामी छ यता भित्रको रोड होइन। यो मेसिन लगिरहेको रहेछ, कहाँ लगिरहेको कि हाम्रो नयाँ मेसिन आयो क्या हो। ठुलो मेसिन बोकेर हिँडिरहेको छ होइन। यस्तोलाई त हेर्नु पऱ्यो नि त। निकै अगाडि आइपुगेँ, खुदिनाबारी पुग्न लागिसकिसकेँ। यस्तो भित्रको बाटो दामी हुन्छ क्या, तराईको बाटो होइन, सम्म हुन्छ। त्यो चाहिँ यस्तो कुदाउन मजा आउँछ क्या। यो रफ्तारमा धेरै पनि छैन, त्यही 60-70को स्पिडमा मजा आउँछ त्यो कुदाउनलाई। तर पछाडि ब्यागले अलिक आज लास्ट गाह्रो गरेर यार। जहिले पनि यो पछाडिको ब्याग ठुलो भयो भने गाह्रो हुँदो रहेछ क्या। अनि एउटा पछाडि भिरेको भइहाल्छ, पछाडि ठुलो भएपछि त्यो भिरेकोलाई ठेल्दो रहेछ क्या। अन्त ठाउँ नअटेपछि अनि आफैलाई ठेल्ने, आफूलाई चाहिँ यहाँ टाङ्गीको माथि ल्याइसक्छ टेलेर होइन। गाह्रो हुँदो रहेछ क्या। ल करिब आइपुग्न लाग्यो अफिस होइन। यहाँ माथिबाट बेङ्गल छिर्छ, झन् मजा आउँछ बुझाउन। यस्तो रिल्याक्स छ है, मजा। एकछिन शीतलमा बस्नु पर्ला जस्तो छ, 2-4 मिनट। प्रायः म हिँड्दाखेरि उयो रुखको अगाडि बस्छु होइन। मजा लाग्छ क्या, ट्याक्कै यहाँ शीतल पनि होइन, ठुलो रुख पनि मजा आउँछ यहाँ एकछिन बस्ने, ट्याक्कै रेस्ट गर्ने होइन। ल हालत आम्मा यार, बाइक त यार
त्यो माछाले एउटा कार खाँदाले यार यस्तो पानी छेप्दैन हिँड यार यी सबै थेट यस्तो ल हालत यस्तो छ यहाँको माहौल यो अनि फेरि अगाडि लाग्यो होइन यस्तो छ बाटो चाहिँ यो बाटो सिधै गयो भने झापाको खुदुनाबारी पुगिन्छ हाम्रो अफिस पनि त्यतै अलिक माथि पर्छ त्यही भएर यो बाटो एकदम अब अहिले हाइवे हिँड्नलाई गाह्रो छ नि त त्यही भएर चाहिँ भित्रको बाटो हिँड्दाखेरि मजा आउँछ जस्तो अब खासै प्याक पनि हुँदैन ट्राफिक पनि हुँदैन खाली पनि हुन्छ होइन अनि धुवा धुलो पनि हुँदैन अहिलेको बाटो उताको बाटो खत्तम छ सबै धुवा धुलोले गर्दा त्यही भएर भित्रको बाटो दामी हुन्छ अहिले हिँड्नलाई धेरै गर्मी लागिसक्यो यार तलतिर त पाहाडतिर अझै चिसै छ होइन ज्याकेटै लाउनुपर्छ तलतिर त गर्मी धेरै लागिसकिसक्यो And we'll stay young forever. We'll never have regret. अब यहाँ अगाडि ठ्याक्कै खुदुनाबारी आउँछ होइन खुदुनाबारी बजार त्यहाँबाट पनि म चाहिँ पूर्वतिर लाग्छु मेरो अफिस पुगिन्छ आजको यात्रा यस्तै हो ठिकै भयो भनौँ न राम्रो नै आइपुग्यो धुलो धुवा भनेको यस्तै हो बाटो धुवा भइहाल्छ धुलो धुवा हिलो होइन यो चाहिँ झापाको भित्री एरिया हो भित्री एरियामा झापा यस्तो छ खुदुनाबारीदेखि तलतिरको एरिया हो यो We wanna chase the night, wanna dance to यहाँबाट अगाडि चाहिँ खुदुनाबारी बजार यो चाहिँ खुदुनाबारी बजार हो गाउँको बिचमा सानो बजार ठिक छ राम्रै छ स्कुल एरियामा चाहिँ गरे बच्चाहरू छन् यहाँबाट खुदुनाबारी बजार पनि सक्यो अब अगाडि लागेपछि मेरो अफिस हुन्छ है गाइज ओके अब मैले यति नै भिडियो बनाएँ आजलाई अब मेरो यहाँ अलिकति अगाडि मेरो अफिस हो होइन अब जे होस् राम्रै भयो भनौँ न राम्रै भयो राम्रै नै आइपुग्यो अफिस अब एसियन हाइवेको कन्डिसन देखिहाल्नु कस्तो छ के छ होइन तपाईँहरू पनि अब घुम्न आउँदै हुनुहुन्छ भने अब घुम्ने नै मात्रै हो भने चाहिँ नआउँदा पनि हुन्छ बाटो यस्तो खत्तम छ होइन ल होइन मनपर्छ ठिक लाग्छ यस्तो हो नि ठिकै छ कामैले हुँदा आउनु परिहाल्यो नत्र भए पुरै बाटोको कन्डिसन म तपाईँलाई देखाइहालेँ होइन कस्तो के छ भनेर ओके ल भिडियो हेरिदिनु भयो धन्यवाद त्यसको लागि अब मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला सबैजनाले यस्तो यस्तो भिडियोको लागि मेरो च्यानल सब्सक्राइब गर्नु होला धन्यवाद सबैजनालाई हस्त बाई बाई